चाहिएस अनि सुन न यता आऊ अनि तिमी कति क्लासमा पढ्छौ एलकेजीमा अनि यो के खाएको तिमीले एप्पल मिठो लाग्छ मिठो लाग्छ मेरो हात चाहिँ नखाऊ है ए हात नठोक्नु न फेरि माउनुको हात मन अनि तिमीलाई सबभन्दा धेरै मनपर्ने कुरा के हो मम्मी यो खुट्टा यसो गर न तिमीलाई मनपर्ने कुरा के हो मम्मी कि मम्मीको मम्मी मनपर्छ अनि तिमीलाई घुम्न जान मनपर्छ पर्दैन के खान मनपर्छ कुरा गर न किसमिस खान मनपर्छ के गर के खुट्टा नर अहिले अड्किन्छ मम्मीलाई हिजो मामा अड्क्यो होइन क्वालिटी कसरी बस्छ यो चाहिँ हाम्रो छोरो अहिले ट्याक्कै अब 5 वर्ष पुग्न लाग्यो अब असारको 22 गते 5 वर्ष आज जेठको कति गते भयो भने 8 गते भयो हिरो छ ज्ञानी छ सचन छ एउटा दाँत चाहिँ छैन एप्पल खाइराख भने मान्छ मलाई खुट्टा छ अनि अब यस्तै हो आमा छोरा बसिया छ पसल चलाइया छ होइन बाबा कहाँ जानुभएको क्याम्पस जानुभएको के जानुभएको क्याम्पस पढाउन ए अनि तिम्रो बाबाको नाम के हो नवीन मम्मीको नाम स्वस्तिका सापकोटा तिम्रो मामाहरू कता हो र ठाउँको नाम भन न चिसोपानी हटिया अनि मामाहरूको बुवाको नाम आमाको शान्ता आमा सानीको समीक्षा ए थाहा रहेछ सबै थाहा रहेछ विवरणै थाहा रहेछ मेरो छोरो हो यो एउटा मात्रै छोरो छ यो एउटा अहिलेसम्म एउटा छ अनि अरू कुरा भन न अरू के छ स्कुलमा के गर्यो डेरी मिल्क खायो कसले ल्याइदियो डेरी मिल्क मामाले तिम्रो मामा कहाँ हुनुहुन्छ सजन मामा चाहिँ कहाँ हुनुहुन्छ